आज चाहिँ यो इँटहरीको सेन्टर प्लाजामा बिहान करिब 9 बजेदेखि आगो लागि भइरहेको छ। यहाँ चाहिँ विभिन्न ठाउँबाट दमकलहरू आए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायत स्थानीय मान्छेहरू सबै त्यहाँ जुटेर आगो निभाउने प्रयास गरिरहेका छन्। तर बिहान 9:30 बजेदेखि अहिले हाल 11-12 बजीसम्म पनि आगो नियन्त्रण गर्न सकिएको छैन। त्यहाँमाथि 12-14 जना मान्छेहरू चाहिँ आगो लागिभन्दा माथि भएका कारणले यहाँ चाहिँ हेलिकप्टर ल्याएर मान्छेलाई उद्धार गर्ने भइरहेको छ। यो आगो नियन्त्रण गर्नका लागि दुबी अनि विराटनगर, दमक, सुन्दर हरैचा, रामधुनी, इनरुवा, इटहरी लगायत 10 ठाउँका दमकलहरू ल्याएर र नेपाल प्रहरीको पनि बारुद यन्त्र दमकल युज गरेर आगो निभाउने प्रयास भइरहेको छ। तपाईँहरूले देखिराख्नु भएको छ। तर अहिलेसम्म पनि यति भएपर पनि आगो नियन्त्रणमा भएको छैन। आगो नियन्त्रण भएन। त्यहाँ चाहिँ नि डोरी टाँगेर मान्छे उद्धार कार्य पनि भइरहेको छ। त्यसैले यो चाहिँ एकदम बिचमा 10 तले बिल्डिङमा चाहिँ यो लगभग 5 तला माथि भएको आगो लाग्यो। यहाँ विभिन्न किसिमका व्यापार व्यवसाय छन् यो घरभित्र। यहाँ चाहिँ ब्याङ्क लगायत विभिन्न किसिमका व्यापार व्यवसायहरू छन्। यहाँ फिल्म हल लगायत होटल पनि